यो तपाईहरुले देख्नुभएको अहिले देख्नुभएको झरना चाहिँ ओख्रेली झरना हो। यो चाहिँ म आज हाइकिङ जाँदैछु फ्यामिलीहरुसँग ओख्रेली झरनातिर। सो यो चाहिँ सुन्दरी जलबाट देब्रे साइड लाग्नु पर्दो रहेछ। अनि त्यहाँ पुगिँदो रहेछ। हेरौँ आजको यात्रा कस्तो हुन्छ। बल्ल थाहा भयो सुन्दरी जल किन मान्छे आउँछ भनेको त। म यता त झन् खासमा सुन्दरी जलको झरना चाहिँ यो होइन। सुन्दरी जलको झरना चाहिँ अलि माथिमा चाहिँ यो चाहिँ अलिक तलको सुन्दरी जल भन्दा अलिक तलको झरना हो। अब यहाँबाट उँभो गएपछि अब तब सुन्दरी जल आउँछ। मान्छे जति त यताबाट पो आउँदो रहेछ त। यो बाटो रहेछ जानुपर्ने ओख्रेली वाटरफल। यताको यात्रा चाहिँ अलिक त्यति मजा भएन। पानी आइदियो बिचैमा पुग्दै नपुगिकन मान्छेहरू रमाउने मान्छेहरू त रमाइरहेछ। अब कसले चाहिँ यहाँनिर पुरा बाबुसँग भेट भइगयो। बाबुको खाता सेयर गरिदिन्छु। सबले त बोक्नु बिर्सिहाल्यो। खोइ मेरोमा हालौँ। हिँड्नु सबैभन्दा ठुलो कुरो क्यामेरा जोगाउनु मुस्किल हुने भयो पानीमा। सबैको हालत एउटै छ। पानीले खत्तम बनायो नि के गर्ने अब। खोइ थाहा छैन। यहाँ त ऊ आएछ क्या हो बाढी। माटो घर बुझ्ने माटो यही हो। ए माथिबाट झरेको रहेछ नि त। हो त्यो सडकबाट तल झरेको पुरै यहाँ त भल छिर्दो रहेछ रोडमा होइन। तलबाट आएपछि यो हुँदै यो चाहिँ फर्स्ट पोइन्ट रहेछ। मान्छेहरू खाजा नास्ता खाने ठाउँहरू यहाँनिर होटलसोटलहरू पाउँदो रहेछ। चाहिँ आरसिसी घरहरू पनि रहेछ अलिअलि। यहाँबाट खै कताबाट गाउँको चाहिँ अर्कै नि खानुपर्छ नि। के ए यो जाँड च्याङ यो छ्याङ कसलाई हो यो छ्याङ? दिदीलाई ल अचार कस्तो छ? आलु पनि छ है। आलु दिनु त। नाममा भात नबोक्नु भने त मरिने रहेछ नि त यो कालमा त। के पैसा मैले नि खाएँ त। कस्तो आलु हो त्यो? के हुन्छ त? खान्छौ आऊ भन्छ। छुट्टी होला नि। डुले हाल्नुभएको? पुरी हान्छ ल म्याम। जाडो भयो। ओख्रेली पाङथाङ झरना चाहिँ बाटो त पुरै यो के खालको हिँडाइ हो दादा? यस्तो दादा रे दादा रहर हो कि बाध्यता हो यो? सानो गोरेटो मजाले रहेछ यहाँनिर त। 500 मिटर भनेर 20 किलोमिटर हिँडाइसकिसक्यो। वाउ आमा फाइनली आइपुगे जस्तो लाग्दैछ अहिले चाहिँ। हेर हो यही हो क्या झरना। ओ सही रहेछ नि त। पानी आएको फेरि हिजो बेलुका सही समय आएछ। हिँड्नलाई चाहिँ अलिक गाह्रो भयो तर ठाउँ चाहिँ सही रहेछ। कुल प्लेस। हावा कस्तो मिठो आइरहेछ। मान्छे त कति हुँदो रहेछ नि यहाँ त।
वाह सरी पानी हिजो आएको है बहिनी सही भयो हामी आएको तर गाह्रो भयो आउनलाई चाहिँ यही है ल पोखरेनी झरना चाहिँ परको रहेछ चाहिँ सानो यो चाहिँ पासाङ झरना रहेछ म तपाईँहरूलाई यहाँनिर लेखेको रहेछ यहाँनिर लेखेको रहेछ म तपाईँहरूलाई जुम गरेर देखाउँछु होइन वाह कुल प्लेस त्यहाँ जाउँ त्यहाँ माथि